यस भिडियोमा लोक सेवा आयोगमा सोधिएका प्रश्न र उत्तर लिएर उपस्थित भइसकेका छौं। प्रश्न नम्बर 1, नेपालको विशेष आर्थिक क्षेत्र कुन जिल्लामा सञ्चालन? रूपन्देही। प्रश्न नम्बर 2, नेपालको मनसुनी वायु कुन महासागरबाट सुरु हुन्छ? हिन्द। प्रश्न नम्बर 3, पिण्डु भन्ज्याङ कुन जिल्लामा? डोल्पा। प्रश्न नम्बर 4, चीन र भारत दुवै छुने नेपालका जिल्ला कुन कुन हुन्? टाप्लेजुङ र दार्चुला। प्रश्न नम्बर 5, पूजा महतो कुन खेलसँग सम्बन्धित? क्रिकेट। प्रश्न नम्बर 6, कुन काललाई नेपालको इतिहासको स्वर्णयुग? लिच्छवीकाल। प्रश्न नम्बर 7, क्षेत्रफलको आधारमा नेपालको सबैभन्दा ठूलो प्रदेश? कर्णाली। प्रश्न नम्बर 8, स्थापनाको हिसाबले नेपालको पहिलो बैंक? नेपाल बैंक लिमिटेड। प्रश्न नम्बर 9, नेपालको सबैभन्दा बढी उत्खनन भएको खनिज पदार्थ? चुनढुङ्गा। प्रश्न नम्बर 10, राष्ट्रिय जनगणना 2078 अनुसार नेपालमा मुसलमानको जनसङ्ख्या कति प्रतिशत? 5.09%। प्रश्न नम्बर 11, कटेल सरको चोटपटक उपन्यासको लेखक? ध्रुवचन्द्र गौतम। प्रश्न नम्बर 12, द पोइन्ट 4 प्रोग्राम केसँग सम्बन्धित छ? विदेशिक सहायता। प्रश्न नम्बर 13, राष्ट्रिय जनगणना 2078 अनुसार सबैभन्दा कम जनसङ्ख्या बोल्ने भाषा? कोसन्डा। प्रश्न नम्बर 14, 16औं योजना अन्त्यसम्ममा नेपालमा साक्षरता दर कति? 5 वर्ष माथिको जनसङ्ख्या कति प्रतिशत पुर्याउने लक्ष्य? 85%। प्रश्न नम्बर 15, नेपालमा प्रदेश सभाको कार्यकाल कति वर्ष? 5 वर्ष। प्रश्न नम्बर 16, नेपाल एकीकरण अभियानमा काजी सेनापति कालु पाण्डे कुन युद्धमा मारिए? कीर्तिपुर। प्रश्न नम्बर 17, हायु समुदायको मुख्य बसोबास? सुन्धली। प्रश्न नम्बर 18, नेपालको सबैभन्दा ठूलो प्राकृतिक ताल? रारा ताल। प्रश्न नम्बर 19, गण्डकी नदीको सबैभन्दा सहायक नदी? दरौदी। प्रश्न नम्बर 20, 16औं योजनाले नेपालको निरपेक्ष गरिबीलाई कति प्रतिशतमा झार्ने लक्ष्य? 12%। प्रश्न नम्बर 21, दिगो विकासको चौथो लक्ष्य? गुणस्तरीय शिक्षा। प्रश्न नम्बर 22, नेपालको संवैधानिक व्यवस्था अनुसार राष्ट्रपतिको पदावधि 5 वर्ष। प्रश्न नम्बर 23, संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषदको अस्थायी सदस्य राष्ट्र कुन होइन? जर्मनी। प्रश्न नम्बर 24, विश्व वातावरण दिवस 2025 को उपलक्ष्यमा मनाइने कार्यक्रम? मूल्य नारा? नेपालले तयार? प्लास्टिक प्रदूषण न्यूनीकरण? हाम्रो दायित्व। प्रश्न नम्बर 25, भिटामिन B3 को कमीले लाग्ने रोग कुन हो? प्लेग्रा। प्रश्न नम्बर 26, पास्कल के को मापन गर्ने एकाइ? चाप। प्रश्न नम्बर 27, फाउन्टेन पेन आविष्कार? वाटरम्यान। प्रश्न नम्बर 28, गोठाले कसको साहित्य उपन्यास? गोविन्द बहादुर मल्ल। प्रश्न नम्बर 29, कुन कृति बालकृष्ण सम्मको होइन? आमाको सपना। प्रश्न नम्बर 30, नेपाली भाषाको पहिलो चलचित्र? सत्य हरिचन्द्र। प्रश्न नम्बर 31, म्याग्ना कार्टाको प्रारम्भिक दस्तावेज केसँग सम्बन्धित? मानव अधिकार। प्रश्न नम्बर 32, नेपालको संविधानको कुन धारामा महाअभियोग सम्बन्धी व्यवस्था? धारा 101। प्रश्न नम्बर 33, नेपालको संविधान अनुसार नेपालको कार्यकारिणी अधिकार कसमा निहित रहने व्यवस्था? मन्त्री परिषद। प्रश्न नम्बर 34, सापेक्षतावाद सिद्धान्त प्रतिपादन गर्ने वैज्ञानिक? अल्बर्ट आइन्स्टाइन। प्रश्न नम्बर 35, आविष्कारका पिता? थोमस एल्वा एडिसन। आगामी दिनमा पनि लोक सेवा आयोगमा सोधिएका प्रश्न र उत्तर लिएर उपस्थित हुनेछौँ। हामीसँग जोडेर रहनुहोला। साथै कुनै राय विचार सल्लाह सुझाव प्रतिक्रिया छन् भने दिन सक्नुहुनेछ। प्रश्न नम्बर 36, राष्ट्रिय सूचना प्रविधि विकास परिषदको अध्यक्ष? प्रधानमन्त्री। प्रश्न नम्बर 37, नेपालमा इन्टरनेटको सुरुवात सन् 1994। प्रश्न नम्बर 38, विश्व स्वास्थ्य संगठन WHO कसको विशिष्टकृत संस्था? UNO। प्रश्न नम्बर 39, बिमस्टेकको झण्डाको पृष्ठभूमि कुन रङको प्रयोग? सेतो। प्रश्न नम्बर 40, सार्क विकास कोष स्थापना गर्ने निर्णय कतिौं सम्मेलन? 13औं सम्मेलन। प्रश्न नम्बर 41, दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनको सचिवालय? काठमाडौँ। प्रश्न नम्बर 42, सिस्ने खोला नागढुङ्गा सुरुङ मार्गको ब्रेक थ्रु? विक्रम सम्वत 2081 साल। प्रश्न नम्बर 43, बुढी नन्दा ताल कुन जिल्लामा? बाजुरा। प्रश्न नम्बर 44, आसियानको मुख्यालय? इन्डोनेसिया जाकार्ता।
प्रश्न नंबर 45 1900 सार्क सम्मेलन पाकिस्तान। प्रश्न 46 सोह्रौं योजनाले रूपान्तरणका प्रमुख क्षेत्र भनी कतिवटा क्षेत्र निर्धारण। 13 प्रश्न नंबर 47 सार्वजनिक संस्था र क्षेत्रगत वर्गीकरण जोडा। दूध विकास संस्था, औद्योगिक नेपाल आयल निगम, व्यापारिक नेपाल वायु सेवा निगम सेवा, सांस्कृतिक संस्था, सामाजिक। प्रश्न नंबर 48 पुतली संग्रहालय पोखरा कास्की। प्रश्न नंबर 49 गोरखापत्रले नेपाली भाषा बाहेक अन्य राष्ट्रभाषामा नेपाल बहुभाषिक पृष्ठ कहिलेदेखि प्रकाशन। विक्रम सम्वत 2064। प्रश्न नंबर 50 फ्रम प्लेस टू प्रिजन कसको कृति। टेकनाथ रिजाल। प्रश्न नंबर 51 नेपालले बेलायतमा कूटनीतिक नियोग दूतावास स्थापना सन् 1934। प्रश्न नंबर 52 नेपालले आयोजना गरेको सार्क शिखर सम्मेलन कुन होइन? 14। प्रश्न नंबर 53 नेपाल संयुक्त राष्ट्र संघको सदस्य 14 दिसम्बर 1955। प्रश्न नंबर 54 सार्कको लोगोमा भएका 8 चक्रले के जनाउँछ? सदस्य राष्ट्रहरू। प्रश्न नंबर 55 हालै भएको बिमस्टेकको शिखर सम्मेलन कुन देशमा सम्पन्न? थाइल्यान्ड। प्रश्न नंबर 56 विक्रम सम्वत 2082 राष्ट्रिय सडक सञ्जालमा जोडिएको जिल्ला सदरमुकाम हुम्ला। प्रश्न नंबर 57 नेपालको शाहकालीन इतिहासमा योग्य पिताका योग्य पुत्र भनेर कसलाई? बहादुर शाह। प्रश्न नंबर 58 ग्रिनविच टाइम भन्दा नेपालको प्रामाणिक समय कति अगाडि? 5 घण्टा 45 मिनट। प्रश्न नंबर 60 नेपालमा गणतन्त्र घोषणा विक्रम सम्वत 2065 जेठ 15। प्रश्न नंबर 61 माई पोखरी इलाम। प्रश्न नंबर 62 हिमाल पारीका जिल्ला मनाङ र मुस्ताङ। प्रश्न नंबर 63 नेपालको इतिहासमा कुन पर्वमा राणा परिवारका सदस्य मात्र मारिएका थिए? 42 सालको पर्व। प्रश्न नंबर 64 उपमहानगरपालिकाको संख्या 11। प्रश्न नंबर 65 मैथिली साहित्यका महाकवि विद्यापति। प्रश्न नंबर 66 राजवंशी कोचेलाई आदिवासीको कुन वर्गमा वर्गीकरण? सीमान्तकृत। प्रश्न नंबर 67 स्याब्रो नाच शेर्पा। प्रश्न नंबर 68 सोह्रौं योजनाको सोच सुशासन सामाजिक न्याय र समृद्धि। प्रश्न नंबर 69 स्कोप 29 बाकु अजरबैजान। प्रश्न नंबर 70 हेम बहादुर मल्ल सम्मान 2082 कल्याण श्रेष्ठ। प्रश्न नंबर 71 नोबेल पुरस्कार विजेता भारतीय अर्थशास्त्री अमर्त्य सेन ले लेखेको पुस्तक डेभलपमेन्ट एज फ्रिडम। प्रश्न नंबर 72 सन् 2025 जुनमा औद्योगिक राष्ट्रहरूको समूह G7 को सम्मेलन कनाडा। प्रश्न नंबर 73 किरात धर्मका महागुरु फाल्गुनन्द को जन्म कुन जिल्लामा? इलाम। प्रश्न नंबर 74 सन् 2024 को साफ महिला च्याम्पियनसिप प्रतियोगिताका विजेता र उपविजेता बङ्गलादेश र नेपाल। प्रश्न नंबर 75 सन् 2025 को साहित्यतर्फको नोबेल पुरस्कार प्राप्त गर्ने लास्लो क्रासज ना हो कोही कुन देशका नागरिक? हंगेरी। प्रश्न नंबर 76 विक्रम सम्वत 2081 साल जगदम्बा श्री पुरस्कार प्रेम देवगिरी। प्रश्न नंबर 77 सार्क राष्ट्रमा कुन देशको जनघनत्व सबैभन्दा बढी? बङ्गलादेश। प्रश्न नंबर 78 नेपाललाई विकास सहायता प्रदान गर्ने पहिलो राष्ट्र अमेरिका। प्रश्न नंबर 79 नेपालको नयाँ मुल्क भनेर चिनिने जिल्लाहरूको क्षेत्रफलका आधारमा सानोदेखि ठुलो क्रम कञ्चनपुर पर्दिया बाँके केलाली। प्रश्न नंबर 80 लिच्छवीकालमा सरकारी कामकाजको भाषा संस्कृत। प्रश्न नंबर 81 नेपालमा पहिलो पटक संविधान सभाको निर्वाचन विक्रम सम्वत 2064 साल चैत्र 28 गते। प्रश्न नंबर 82 हिमालदेखि चुरेसम्म फैलिएको नेपालको जिल्ला धादिङ। प्रश्न नंबर 83 नेपालले बेलायतसँग द्वैत सम्बन्ध सन् 1816। प्रश्न नंबर 84 सन् 1992 मा पृथ्वी सम्मेलन कहाँ आयोजना? रियो डी जेनेरियो। प्रश्न नंबर 85 राष्ट्रिय जनगणना 2078 अनुसार प्रति परिवार बसोबास गर्ने सदस्य संख्या सबैभन्दा कम कुन प्रदेशमा? गण्डकी। प्रश्न नंबर 86
सबैभन्दा बढी उचाइबाट बग्ने नदी तलका मध्ये कुन हो? अरुण। प्रश्न नम्बर 87 नेपालको लोपोन्मुख जातिहरूमा तलका मध्ये कुन पर्दैन? जिरेल। प्रश्न नम्बर 88 FAO को प्रधान कार्यालय रोम, इटली। प्रश्न नम्बर 89 विश्व खाद्य स्वास्थ्य दिवस जुन 7। प्रश्न नम्बर 90 वर्ल्ड हैप्पीनेस रिपोर्ट 2025 बमोजिम विश्वका 147 राष्ट्रमध्ये नेपाल कति स्कोरका साथ कतिौं स्थानमा रहेको छ? स्कोर 5311 र 92औं स्थान। प्रश्न नम्बर 91 नेपाल सरकार पोखरालाई पर्यटकीय राजधानी विक्रम सम्वत 2080 चैत्र 4। प्रश्न नम्बर 92 तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्रीको पदबाट राजीनामा विक्रम सम्वत 2082 साल भाद्र 24 गते। प्रश्न नम्बर 93 विक्रम सम्वत 2082 नेपालको जीवित देवी श्री कुमारी पद्मा चयन आर्य तारा शाक्य। प्रश्न नम्बर 94 विश्व व्यापार संगठनको नीति निर्माण गर्ने सर्वोच्च निकाय मन्त्री स्तरीय सम्मेलन। प्रश्न नम्बर 95 विश्व खाद्य कार्यक्रमले सर्वप्रथम मानवीय सहायताको रूपमा कुन देशमा विकास कार्यक्रम सुरु? सुडान। प्रश्न नम्बर 96 नेपाल FAO को सदस्य सन् 1954। प्रश्न नम्बर 97 युरोपियन युनियनको सर्वोच्च अङ्ग युरोपियन काउन्सिल। प्रश्न नम्बर 98 बिमस्टेक को पहिलो शिखर सम्मेलन सन् 2004। प्रश्न नम्बर 99 विक्रम सम्वत 2082 को मिस नेपाल उपाधि लुना लुटेल। प्रश्न नम्बर 100 म्यास्ट्रिक्ट सन्धि कुनसँग सम्बन्धित? युरोपियन युनियन। आगामी दिनमा पनि हामी लोकसेवा आयोगमा सोधिएका प्रश्नसहित उत्तर लिएर उपस्थित हुनेछौँ। हामीसँग जोडेर रहनुहोला भन्दै बिदा चाहे। धन्यवाद। जय नेपाल।